चाहिँ हो अलैँची अनि यो चाहिँ त्यो अर्को खालको अलैँची होइन यो चाहिँ स्पेसल अलैँची हो अलैँची यसको टेस्ट दामी आउँछ नि त्यसो हामी बिसाल्छौँ खुर्सानी अनि अब यो टमाटरको यो बाहिरको यो लुगा चाहिँ खोलिदिनु पर्ने हुन्छ This is ready. And as it is पहिला चाहिँ अब हामीले बुझ्न चलेको छैन होइन इट्स अल डन यो चाहिँ अब पिस्नलाई पनि छिलाउनु सक्ने हो होइन यसलाई चाहिँ मिक्सरमा पिस्नु पर्ने हुन्छ एन्ड देन मैले चाहिँ आलु पनि छिलिसकेँ एन्ड अब चाहिँ के भने यो धनिया भयो एन्ड दिस कल प्याज यो चाहिँ प्याज भएन अनि खोर्सानी पनि छ अहिले चप गर्नुपर्ने हुन्छ अब चप गरौँ ल यसलाई चाहिँ पनि मसिनो गरेर काट्नुपर्ने हुन्छ अलरेडी यतिको होला ठिक हुन्छ है थोरै मात्रै एड गर्ने होइन यसमा अब हल्का पानी हाल्दा नि भइहाल्छ पानी हालेर एड गर्नु गाइस होइन दुध चाहिँ यतिको भएपछि अल डन यहाँभन्दा धेरै बनाउनु पर्दैन अल सेट अब यति भइसकेपछि यसलाई मैले चाहिँ यतिकै छोडिदिनेवाला छु गाइस जो चाहिँ उयो होइन तित्री भिजाएको थिएँ मैले चाहिँ जो अप्सनल हो इफ यु निड द मोर के भन्छ अमिलो देन यु गाइस एड गर्न सकिन्छ अदरवाइज यतिकै नि ठिकै हुन्छ अनि मसँग चाहिँ थोरै धनिया नि उब्रेको थियो सो आई एड दिस also and then mix it guys हैन अब चाहिँ मलाई दुई भागमा टक्क काट्दिनेवाला छु look at this कस्तो मजाले एप्पल भाजा त्यसमा चाहिँ जे कोही गर्दा नि हुन्छ तोरीको तेल गर्दा नि हुन्छ सूर्यमुखी एड गर्दा नि हुन्छ अहिले सनफ्लावर चाहिँ अलरेडी तातो भइसक्यो होइन तर हाई फ्लेभरमा चाहिँ फ्राई गर्ने होइन यसलाई म चाहिँ मिडियम फ्लेभरमा एड गर्छु सो ग्यास एड गर्नु हुन्छ मिस लिटल पनि यस्तो छ होइन
यसलाई चाहिँ म मिडियममा बनाउँछु एन्ड देन ओके किनभने त्यो पाक्न पर्ने हुन्छ नि त गाइस होइन यो चाहिँ बनेर रेडी भइसक्यो यसलाई चाहिँ जस्तो सिक्दै पनि हुन्छ तर मैले त्यस्तो सिक्दिनँ लास्टमा चाउस लागेर चाहिँ 2-3 वटा जस्तो बनाइदिएन अनि गरेर यस्तो बनाएको छु अब यसलाई फ्राई गर्नुपर्ने हुन्छ मिडियम फ्लेभरमा है त तेल तातो कि तातेन भनेर थाहा पाउनु यसरी हेरेर पनि थाहा हुन्छ प्लस पोइन्ट थाहा भएन भने चाहिँ हल्का धुवा नै आउनु थालिसकेको छ यो यस्तो गर्ने लुक एट दिस चाहिँ हुन थालिसकेको छ सो ट्राई गर्नलाई म चाहिँ एउटा हालिदिन्छु ल यो चाहिँ त्यस्तो मजा तातिहालेको छैन मिडियम ठिकै चाहिँ तातिरहेछ तर यसलाई चाहिँ तेल ताप्नु दिनुपर्ने हुन्छ पाकिसके पछाडि निकाल्छु म त्यो चाहिँ तातेर रेडी भइसकेको छ सो म चाहिँ यिनीहरूलाई हालिरहेको छु अन्त त्यो फ्राई अझै फ्राई गर्नुपर्ने हुन्छ मिडियम फ्लेभरमा मस्तो तरिकाले क्या त्यस्तो खाइदिए मान्छे बनाउँदैन त अब यस्तो खान्छ मजा गर्ने हालेको चाहिँ पाकेर रेडी भइसकेको छ निकाल्ने सङ गुड एउटा चाहिँ मिडियम फ्लेभरमा चाहिँ त्यति पाक्नु दिनुपर्ने हुन्छ धेरै चलायो चाहिँ भात जस्तो हुन्छ क्या सो डन्ट के भन्छ भने धेरै फ्राई गरेर होइन हल्का त्यति छोड्ने एकछिन अनि हल्का रातो हुन्छ क्या त्यसपछि त्यसलाई चलाउनु पर्छ यतिको भइसकेपछि यस्तै चलाउनु हुन्छ गाइस अनि तपाईँलाई चाहिँ धेरै चलाएर हुँदैन नि त्यति चलाएर चाहिँ सही काम गाइस होइन यतिको भइसकेको चाहिँ रेडी टु फ्राई निकाल्दाखेरि पनि हुन्छ नि जति मिडियम फ्लेभरमा पाक्नु दियो भने चाहिँ त्यो डिपी फ्राई हुन्छ होइन डिपी फ्राई भइसकेपछि जस्तो त्यसको कलर पनि कस्तो दामी भनेर दिन्छ अनि यसलाई एक्स्ट्रा मोर कलर चाहियो भने चाहिँ यहाँ अगाडि नै फुड कलरहरू एड गर्न सकिन्छ बट आई डोन्ट लाइक दिस होइन फुड कलर भनेको राम्रो कुरा नि होइन नि त सो आई डोन्ट प्रिफर दिस लुक एट दिस त्यतिको भन्छ होइन म डरेको छैन है यो क्यामेरामा मात्रै यस्तो देखिरहेको यसरी नै तेलमा हालेर कसलाई बोइल गर्न मन छ कमेन्ट गर्नु होला नि थ्याङ्क यू फर द वाचिङ नै तेलमा हालेर 1-2 जनालाई फ्राई गरौँ लाग्छ कि लाग्दैन भन्दै बाई बाई थ्याङ्क यू फर द वाचिङ।